गाइस वेलकम टु माई न्यू ब्लग। तपाईहरुलाई आजको मेरो ब्लगमा स्वागत छ हैन। तपाईहरुले खोजिराख्नु भएको राम्री राम्री केटी थियो हैन। राम्री राम्री भन्दा पनि ठिकै राम्री धेरै राम्री चाहिँ छैन हैन। तिमी मेरो चिक्स बन्ने कि नबन्ने भन त। भन त छिटो। ह भन न हौ छिटो। जबै तिमी तानी तिम्रो त काम नै छैन है। काम नै छैन। रिस उठ्दो मान्छे जाऊ। हावामा ब्लग बनाएको छ बसेको छ। भन न तिमी मेरो चिक्स बन्ने कि नबन्ने। भन्दिन म। किन हौ? मलाई त बाली दिदैन यार। बन्ने कि नबन्ने मलाई पत्याएको थिएन हैन। अब चाहिँ म चस्मा लगाएर आइसके थिएँ। आउँदैछु अब त्यसलाई रिग्रेट हुन्छ क्या। अब चस्मा देखेपछि रिग्रेट हुन्छ हैन। मैले के गरेँ सेट भने टाउकोमा चाहिँ हात नलाओस् त्यही भन्छु त। रिग्रेट हुँदैन नि अब रिग्रेट हुँदैन नि। हुन्छ हुँदैन हौ। अघि त चस्मा नलाउँदा पत्याएकै थिएन है। अब चाहिँ पत्याउनु पर्ने हुन्छ किनकि थाहा भयो नि त। अहिले चाहिँ हामी हैन बल खेल्नु निक्लिसकेको हैन। मेरो चस्मा पनि हल्का भाँचे चाहिँ यहाँ अघि लडेर हैन क्यारम बोर्ड खेल्दा खेल्दै म लडेँ अनि भाँचे मेरो चस्मा चस्मा केही छैन हैन। हामीलाई मलाई त्यही पनि यतिकै हैन। अस्ति तपाईलाई मैले भनेको थिएँ नि त्यो सुमा भनेर के अरे ओभर राम्री छ भनेर भनेको थिएँ नि। ओभर राम्री छ त्यो म्युजिक भिडियो खेल्ने हिरो नि भनेर भनेको थिएँ नि। उनी हो क्या हैन। उ चाहिँ हो हैन। त के भन्न चाहन्छु बिला हैन। मलाई के चस्मा लगाएर पनि तैँले ह्यान्डसम देखेको छैन। चस्मा त अनि एउटा मात्रै रहेछ। कस्तो आम्म हिरोनीको छेउमा त गन्दा पनि फाल्दै आउँदो रहेछ। के लागेको थियो अनुहारमा? चस्मा लगाएर के म ह्यान्डसम देख्छु न। त्यही त फिदा नभएको चस्मा लाउँदा पनि एउटा मात्रै छ त चस्मा यसको त। ए साँच्ची एउटा मात्रै चाहिँ अहिले देखेको छ अरूले देखेको थिएन हैन। केही फरक छैन कि तैँले मलाई नपत्याएकै हो साँच्ची। ल भरे युट्युबमा म देख्नु मलाई देख्न पाऊँ हैन। त्यही हो। सब्स्क्राइब गरिदिनु भन्न। मलाई म ह्यान्डसम लाग्छ कि लाग्दैन तँलाई भन्दा? राम्रो छ। नि ल धन्यवाद तँलाई हैन। त्यो म्युजिक भिडियो खेलेको पैसा चाहिँ मलाई पनि हल्का हल्का दिएन ल। यसको यो चाहिँ यसले चाहिँ म्युजिक भिडियो खेल्छ हैन। यसलाई चाहिँ सपोर्ट पनि गर्नुपर्ने हुन्छ हामीले। तर मेरो चिक्स हो हैन।